मेरो साप भोला खाएर भुइँमा थुक्ने को हो? गोरु हो त्यो। अनि चाउचाउ खाएर भुइँमा फाल्ने मेरो साप? सुँगुर। मेरो साप अस्ति मैले बियर खाएर बोतल भुइँमा फालेको थिएँ, म के भएँ? भुइँमा फाल्ने कुकुर हो त्यो, कुकुर 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 हो त्यो। अनि कस्तोलाई चाहिँ मान्छे मान्नुहुन्छ मेरो साप? फोहोरलाई डस्टबिनमा फाल्ने मात्रै मान्छेको जात, मान्छेको जात। ए भनेपछि तपाईको राम कहानी यस्तो पो। माने प्रभु माने, अबदेखि फोहोरलाई डस्टबिनमै हालुला। फोहोर डस्टबिनमा लाउने मात्रै मान्छेको जात। मेरो साप भोला खाएर भुइँमा थुक्ने को हो? गोरु हो त्यो। अनि चाउचाउ खाएर भुइँमा फाल्ने मेरो साप? सुँगुर। मेरो साप अस्ति मैले बियर खाएर बोतल भुइँमा फालेको थिएँ, म के भएँ? भुइँमा फाल्ने कुकुर हो त्यो, कुकुर 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 हो त्यो। अनि कस्तोलाई चाहिँ मान्छे मान्नुहुन्छ मेरो साप? फोहोरलाई डस्टबिनमा फाल्ने मात्रै मान्छेको जात, मान्छेको जात। ए भनेपछि तपाईको राम कहानी यस्तो पो। माने प्रभु माने, अबदेखि फोहोरलाई डस्टबिनमै हालुला। फोहोर डस्टबिनमा लाउने मात्रै मान्छेको जात।